विक्रमसम्म 2055 सालदेखि विक्रमसम्म 2070 सालसम्म नेपालको राजधानी काठमाडौँ र छिमेकी जिल्लाहरू भक्तपुर र ललितपुरमा गुण्डा नाइकेहरू चक्रमिलन भनिने मिलन गुरुङ र दीपक मनाङ्गे भनिने राजीव गुरुङले तहल्का मचाएका थिए। चक्रपथ, गङ्गबु, चाबैल लगायतको क्षेत्रहरूलाई आफ्नो इलाका बनाएर गुण्डागर्दी गर्ने चक्रमिलन र ठमेल, दरबार मार्ग र सामाकोशीलाई आफ्नो आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्ने दीपक मनाङ्गे बीच दुश्मनीको सुरुवात मिलन चक्रे र दीपक मनाङ्गे नभई उनीहरूकै सहयोगीबाट भएको देखिन्छ। दीपक मनाङ्गेले गणेश लामालाई आफ्नो टिममा भित्राउनु र कुमार घैँटेलाई बहिष्कार गर्नु र घैँटे चक्रमिलनको समूहमा समावेश हुनु नै मनाङ्गे र चक्रमिलन बीचको दुश्मनीको मुख्य कारण हो। कुमार घैँटे कुनै पनि हालतमा मनाङ्गे र गणेश लामालाई सकाउन चाहन्थे, जसको लागि घैँटेले मनाङ्गे समूहमाथि धेरै पटक ज्यान मार्ने उद्देश्यले आक्रमण पनि गरे र यसको बदलामा दीपक मनाङ्गेको निर्देशनमा गणेश लामा लगायतका गुण्डाहरूले पानी पोखरीको एक रेस्टुरेन्टमा ज्यान मार्ने उद्देश्यले मिलन चक्रमाथि खोडा प्रहार गर्छन्।